साथीहरू आजको मौसमको कुरा गर्ने हो भने फागुनको 14 गते 2082 को मौसम भने आज यस्तो छ, एकदम धमिलो छ। तराईमा चाहिँ त्यो शीतलहर लागे जस्तै आज काठमाडौँ भ्यालीभित्र पनि यस्तो छ, एकदम पानी पर्ला जस्तो एकदम चाहिँ बादल लागेको जस्तो छ र बादल पनि हल्का लागेको छ, एकदम अँध्यारो छ। पानी पर्ने स्थिति देखिन्छ, एकदम बाक्लो तुवानो लागेको छ। पानी भने पर्छ पर्दैन त्यो चाहिँ थाहा भएन, तर पानी पर्ने जस्तो एकदम सङ्केत चाहिँ देखाएको अवस्था छ। त्यसैले गर्दा काठमाडौँ भ्यालीभित्र आज अँध्यारो छ। पानीको मौसम जस्तो देखिन्छ, बर्खामा सिजन जस्तो, तर ठ्याक्कै पानी चाहिँ पर्छ पर्दैन थाहा भएन। आकाश चाहिँ एकदम यस्तै अँध्यारो छ, बादलहरू चाहिँ सल्ब लागेको जस्तो देखिन्छ। र यो पूर्व भागतिर अथवा उत्तरको भागतिर एकदम अँध्यारो छ, बाक्लो कुहिरो छ, बाक्लो तुवालो छ। आजको मौसमको अवस्था जानकारी भने यस्तो छ। चिसो भने त्यति छैन, सायद यो ढुम्म भएको कारणले गर्दा हो कि चिसो भनेको त्यति छैन। इन्टरनेटमा हेर्दा त पानीको सङ्केत पनि देखाएको छ, पानी पर्छ भनेर, तर कति पर्छ, तर खास पानी नै चाहिँ नपर्ला कि जस्तो लाग्छ मलाई। जहाँसम्म पानी परे चाहिँ राम्रो हुन्थ्यो, तर पानी चाहिँ नपर्ला जस्तो छ। यस्तो छ अवस्था। यता पूर्वपट्टि सन्तानेश्वर मन्दिर भन्छ यो, यहाँ पनि एकदम अँध्यारो छ। सन्तानेश्वर मन्दिरतिर पानी चाहिँ पर्ने नपर्ने आफ्नो ठाउँमा छ, तर आजको मौसम चाहिँ पुरै पानी पर्ला जस्तो देखिन्छ। यो पर धापाखेल एरिया पनि एकदम अँध्यारो छ। यतापट्टि यो धापाखेल मास्तिर थेचु एरिया पनि एकदमै अँध्यारो अवस्था छ। यता माथि यो बज्रबारतिर पनि त्यस्तै छ। यो पूर्वतिरको भाग पनि एकदमै अँध्यारो छ। त्यसैले गर्दाखेरि आजको मौसम भने निकै अँध्यारो छ, पानी पर्ला जस्तो छ। आजलाई मौसमको विवरण यति नै।